नमस्ते अनि हार्दिक स्वागत छ आजको यस क्लासमा। हामी सप्तरङ्गी एजुकेसनको तर्फबाट वनरक्षक विशेष निशुल्क अनलाइन एक्जाम गराउँदै आएका छौँ। यदि तपाईँ निशुल्क रूपमा दैनिक अनलाइन एक्जाम दिन चाहनुहुन्छ भने यहाँको 98 10 92 82 64 मा चाहिँ मेसेज गर्न सक्नुहुनेछ वा तलको डिस्क्रिप्सनमा दिएको लिङ्कमा थिची सिधै ग्रुपमा जोइन हुन सक्नुहुनेछ। हामी वनरक्षकका लागि एकदम महत्त्वपूर्ण प्रश्न सेटहरू लिएर सधैँ आउने गर्छौँ। आज हामी सेट 15 मा छौँ। यदि तपाईले सेट 14 सम्मका अगाडिका भागहरू हेर्नु भएको छैन भने ती अगाडिका भागहरू गएर हेर्न सक्नुहुनेछ, धेरै महत्त्वपूर्ण छन् भन्दै प्रश्न नम्बर 1, नेपालमा सबैभन्दा बढी कुन वन व्यवस्थापन पद्धति रहेको छ? क सरकारद्वारा व्यवस्थित वन, ख साझेदारी वन, ग निजी वन, घ सामुदायिक वन। यसको सही उत्तर हो घ सामुदायिक वन। प्रश्न नम्बर 2, सबैभन्दा पहिलो स्थापित नेपालको राष्ट्रिय निकुञ्ज कुन हो? क चितवन, ख सगरमाथा, ग खप्तड, घ श्रीफोक्सण्ड। यसको सही उत्तर हो क चितवन। प्रश्न नम्बर 3, पलट कटान क्षेत्रबाट घाट गड्डीमा आएका काठ दाउरालाई कुन रजिस्टरमा अभिलेख राख्नु पर्दछ? क कटान रजिस्टर, ख घाट गड्डी रजिस्टर, घ छपान रजिस्टरमा, घ कुनै पनि होइन। यसको सही उत्तर हो घाट गड्डी रजिस्टरमा। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सनु होला र अझै पनि च्यानललाई सब्स्क्राइब गरी जोडिनु भएको छैन भने सब्स्क्राइब गरी जोडिनु होला, किनकि मैले राखेका यस्तै भिडियोहरू तपाईलाई सुरुमै देखाउनेछ। प्रश्न नम्बर 4, वन ऐन 2076 अनुसार तलको कुन कार्यलाई कसुर मानिन्छ? क वन क्षेत्रको जग्गा फडान, जोत्न, खन्न वा वन आबाद गर्न, ख वनमा आगो लगाउन, ग वनमा शिकार खेल्न, घ माथिका सबै। यसको सही उत्तर हो घ माथिका सबै। प्रश्न नम्बर 5, दाउराको लागि उपयुक्त हुने प्रजातिको बिरुवा उत्पादनको हिसाबले छनौट गर्ने माउ रुखमा देखाएको कुन विशेषता नभए पनि हुन्छ? क सिधा अग्लो तथा राम्रो काण्ड भएको, ख प्रशस्त हाँगा बेगा भएको, ग स्वस्थ, घ कुनै पनि होइन। यसको सही उत्तर हो क सिधा अग्लो तथा राम्रो काण्ड भएको। माथि दाउराको लागि भनिएको छ, तपाईले पनि नझुक्किनु होला, याद गर्नु होला। यस्तै प्रश्नले चाहिँ धेरै झुक्याउने गर्दछ। प्रश्न नम्बर 6, पात खैरो हुने ढुसी रुख तलका मध्ये कुन प्रजातिमा मात्र लाग्छ? क सल्ला, ख खुट्टे सल्ला, ग गोब्रे सल्ला, घ माथिका सबै। तपाईले सल्लामा चाहिँ खैरो पात खैरो हुने रुख लाग्छ भने ढुसी लाग्छ भने चाहिँ अलि सम्झिनु होला बढी मात्रामा, त्यो कारणले माथिका सबै हुन्छ। सल्ला, गोब्रे सल्ला, खुट्टे सल्ला सबैमा लाग्छ। प्रश्न नम्बर 7, उपयुक्त उत्तर छान्नुहोस्। क 0. हेर त उपयुक्त उत्तर छान्नुहोस् भन्यो। नर्सरीको लागि उपयुक्त छनौट डट मिटर हो। क 0.5 देखि 0.6, ख 1 देखि 1.2, ग 5 देखि 10, घ आवश्यकता अनुसार। यसमा सही आन्सर कुन छ, कतिमा छ त्यो छान्ने हो। यो झुक्याउन क ख 4 5 वटा धेरै क ख बनाएर तपाईलाई झुक्याउन खोजिएको छ। जस्तै क को क ठीक छ कि, ख को ख, ग को ग, घ को घ। तल क ख देख्नुहुन्छ, माथि पनि क ख देख्नुहुन्छ। त्यो कारणले गर्दा तपाई झुक्किन सक्नुहुन्छ। यो चाहिँ झुक्याउन खोजिएको माथिको सही उत्तर केमा छ हेर्नु त, 1 देखि 1.2 यो सही आन्सर हो नि त हैन। त्यो अर्थले यसको सही आन्सर के भने भयो ख। यसको सही आन्सर चाहिँ ख। प्रश्न नम्बर 8, नमिल्ने विकल्प छान्नुहोस्। क मसला, ख सिसौ, ग साल, घ बकाइनो। यसको सही उत्तर हो ग साल। मसला, सिसौ, बकाइनो मिल्छ भने नमिल्ने चाहिँ के हो त, साल हो। प्रश्न नम्बर 9, तलको मध्ये कुन विकल्पमा वनको कार्ययोजना अवधि वा प्रदान गरिने अवधि एक आपसमा मिल्दैन? क साझेदारी वन, ख धार्मिक वन, ग व्यावसायिक कबुलियती वन, घ वन संरक्षित क्षेत्र। यसको नमिल्ने भने व्यावसायिक कबुलियती वन हो। यसको सही आन्सर ग हुन्छ। प्रश्न नम्बर 10, डिभिजनल वन अधिकृतले कार्य योजना स्वीकृत नगर्ने वन डट हो।
डिभिजन वन अधिकृतले कुन चाहिँ कार्ययोजना कुनको चाहिँ कार्ययोजना स्वीकृति गर्दैन? सामुदायिक वन, धार्मिक वन, गरिबीको रेखामुनि रहेको वनलाई प्रदान गर्ने कबलियती वन, घ साझेदारी वन। यसको चाहिँ आन्सर हो घ साझेदारी वन। साझेदारी वनको चाहिँ उसले चाहिँ डिभिजनल वन अधिकृतले कार्ययोजना स्वीकृत गर्दैन। प्रश्न नम्बर 11 वन नियमावली 2079 अनुसार निजी वन तथा निजी जग्गामा उत्पादन भएका कति प्रकारका काष्ठ प्रजातिहरूलाई कृषि उपज र सङ्कलन, बिक्री, वितरण र ओसार पसार गर्न पाइन्छ? ग 23, ख 27, ग 28, ग 30। यसको सही आन्सर ग 28। प्रश्न नम्बर 12 वन नियमावली 2079 अनुसार निजी वन वा निजी जग्गामा उत्पादन भएका कति प्रकारका जडीबुटी प्रजातिलाई कृषि उपज र सङ्कलन, बिक्री, वितरण र ओसार पसार गर्न पाइन्छ? क 23, ख 27, ग 28, घ 30। यसको चाहिँ आन्सर हो क 23 हेर्नु त। यो 11 नम्बरको र 12 नम्बरको क्वेसनमा झुक्क्याउन खोजिएको छ। उस्तै आन्सर दिएको छ, उस्तै आन्सरमा कहिले झुक्किनुहुन्छ। अब अर्को पटक क्वेसन आउने बेला तपाईँले त्यही 28 या त्यही 23 याद गर्नु भएको छ, क्वेसन याद गर्नुहुन्न, क्वेसन पढ्नु होला भन्दै। प्रश्न नम्बर 13 वन नियमावली 2079 अनुसार निजी वन तथा वा निजी जग्गामा उत्पादन भएका कति प्रकारका अन्य वन पैदावार प्रजातिलाई कृषि उपज र सङ्कलन, बिक्री, वितरण र ओसार पसार गर्न पाइन्छ? ग 23, ख 27, ग 28, घ 4। यसको आन्सर हो 4। यसको सही उत्तर के हुने भयो त? अब घ हुने भयो। प्रश्न नम्बर 14 74 प्रजातिका रैथाने फूल फुल्ने बिरुवा पाइए तापनि कोशी प्रदेशबाट हालसम्म कति प्रजातिका फेला परेका छन्? यसको क मा 64, ख मा 51, ग मा 34, घ मा 22। यसको चाहिँ 51 हो। यो चाहिँ प्रदेश अनुसार चाहिँ क्वेसन आउँछ। तपाईको कोशीको हो, तपाईको मधेसको हो, तपाईको लुम्बिनीको हो, तपाई चाहिँ कहाँको हुनुहुन्छ, त कहाँको एक्जाम दिने हुनुहुन्छ। यो क्वेसन सबै प्रदेशमा उस्तै रहन्छन्, तर तपाईले चाहिँ प्रदेश अनुसार आउँछन्। यहाँ चाहिँ कोशी प्रदेश अनुसार आयो, त्यो कारणले गर्दा तपाईले यसलाई कोशीको क्वेसन नबुझ्नु होला। धेरै विद्यार्थीले चाहिँ फेरि कोशीकै क्वेसन काट्यो भन्नुहुन्छ, होइन, यो प्रदेश अनुसार आउँछ। तपाईँ लुम्बिनीको हुनुहुन्छ, अहिले चाहिँ लुम्बिनी र मधेसको चाहिँ तपाईँलाई विशेष बनाएको छ, तपाईँले चाहिँ लुम्बिनी र मधेसको अनुसार चाहिँ पढ्नुहोस् भन्दै। तपाईँ कहाँदेखि हेर्दै हुनुहुन्छ सब्सक्राइब गरी जोडिनु होला, किनकि तपाईँ सब्सक्राइब गर्नुभयो भने मैले राखेको भिडियो सुरुमै तपाईँ पाउन सक्नुहुनेछ। प्रश्न नम्बर 15 सङ्घीय वन विभागको स्थापना कहिले भएको? विक्रमसम्म क विक्रमसम्म 2076, ख विक्रमसम्म 2067, ग विक्रमसम्म 2037, घ विक्रमसम्म 2008। हेर्छ 76, 67, 37 र 2008। हेर्नु सङ्घीय वन विभागको स्थापना चाहिँ 2008 मा भएको। यो तपाईले याद गर्नुभएको छ होला सायद। प्रश्न नम्बर 16 वन नियमावली 2079 बमोजिम गोलिया काठलाई बढीमा कति ग्रेडसम्म विभाजन गर्न सकिन्छ? गोलिया काठ क 3, ख 4, ग 5, घ 6। यसको सही उत्तर हो ख 4। प्रश्न नम्बर 17 वन नियमावली 2079 बमोजिम गोलिया काठलाई बढीमा कति ग्रेडमा विभाजन गर्न सकिन्छ? नियमावली 2079 अनुसार वन नियमावली 2079 गोलिया काठलाई, यो क्वेसन ठ्याक्कै 16 को र 17 को क्वेसन दूरी छ, हैन। यसको सही आन्सर के हो त? 4 हो। यो क्वेसन चाहिँ टाइपिङ गर्न मिस्टेक भएछ, तयारी गर्न केही छैन, तपाईले समस्या बुझ्नुहुनेछ। प्रश्न नम्बर 19 माई पोखरी वनस्पति उद्यानमा कति प्रजातिका वनस्पतिहरू रहेका छन्? क 123, ख 231, ग 367, घ 217। यसको सही आन्सर हो ग ख। यहाँ चाहिँ क भएको छ, टाइपिङ मिस्टेक। यो 231 प्रकारको यो ख हो, हैन, यहाँनिर ख हुनुपर्ने हो। प्रश्न नम्बर 20 एन 2076, यो एन भनेको वन एन हो। वन एन 2076 बमोजिम रु 2 लाख रुपैयाँसम्म जरिवाना हुने मुद्दा कसले कारबाही र किनारा गर्ने गर्दछ? क रेन्जर, ख वन अधिकृत, ग जिल्ला न्यायाधीश, घ डिभिजन वन अधिकृत। यसको सही उत्तर हो डिभिजनल वन अधिकृत। यो पढ्नु भएको छ, क्वेसन आज सजिलै छन्। प्रश्न नम्बर 21 तल दिएका मध्ये कुन वन्यजन्तु घर्षणी संरक्षित प्रजातिमा पर्दैन? पर्छ? पर्दैन? झुक्क्याउँछ? क अजिङ्गर, ख घडियाल गोही, ग सुनघोरो, घ नाग। यसको सही उत्तर हो पर्दैन भन्यो, घ नाग। घको सही आन्सर हुन्छ। प्रश्न नम्बर 22 तल उल्लेख गरेका कुन रुख प्रजाति हिमाली प्रदेशमा पाइँदैनन्? क गुराँस, ख साल, ग देवदार,
घ भोजपत्र, गुराँस पाउँछ, देवदार पाउँछ, भोजपत्र पाउँछ। यो अर्थमा तपाईको चाहिँ यसको साइन के हुने भयो त ख को साल। साल चाहिँ कहाँ पाइन्छ? तराईमा पाइन्छ। प्रश्न नम्बर 23 घाइते रूपमा फेला परेको अभियुक्तलाई के गर्नुपर्छ? क मलमपट्टी गर्ने, ख तत्काल प्राथमिक उपचार गरी अस्पताल लैजाने, ग हिरासतमा राख्ने, घ पारिवारिक वा परिवारको जिम्मा लगाउने। यसको सही आन्सर हो ख तत्काल प्राथमिक उपचार गरी अस्पताल लैजाने। प्रश्न नम्बर 24 माउ रुख कस्तो हुनुपर्छ? क सबैभन्दा अग्लो, ख सबै हाँगामा धेरै बिउ फलेको रुख, ग सबैभन्दा ठुलो रुख, घ रोगी व्याधि मुक्त बिउ उत्पादन हुने रुख। यसको सही आन्सर हो घ रोग व्याधि मुक्त अर्थात् बिउ उत्पादन हुने रुख। प्रश्न नम्बर 26 तल दिएको मध्ये साक्षरता कम भएको गाउँमा वन संरक्षणबारे प्रचार प्रसारका सबैभन्दा उपयुक्त तरिका कुन होला? क रेडियो कार्यक्रम, ख टेलिभिजन, ग युट्युब, घ पुस्तक। यसको सही उत्तर हो क रेडियो कार्यक्रम। प्रश्न नम्बर 27 पानी जमेको स्थानमा लगाउन सकिने रुख प्रजातिको नाम कुन हो? क लाकुरी, ख बैंस, ग बाँझ, घ खोटेसल्ला। यसको सही उत्तर हो ख बैंस। तपाईले पानीको झिकमा कहीं खालीहरू हैन पानीको त्यो डबलको परेको भन्दा बाहिर त्यहाँ लगाएको तपाईले देख्न सक्नुहुन्छ गाउँघरतिर। प्रश्न नम्बर 28 बिक्री वितरणका लागि कार दाउरा राख्ने स्थानलाई के भनिन्छ? क काठ डिपो, ख वन कार्यालय, ग घाटगड्डी स्थल, घ काठ बिक्री केन्द्र। यसको सही आन्सर हो क काठ डिपो। प्रश्न नम्बर 29 नेपालमा कुन क्षेत्रमा लाइसेन्स लिएर तोकिएको वन्यजन्तुको शिकार गर्न पाइन्छ? क अन्नपूर्ण संरक्षण क्षेत्र, ख मनासलु संरक्षण क्षेत्र, ग ढोरपाटन शिकार आछे, घ चितवन राष्ट्रिय निकुञ्ज। यसको सही आन्सर हो ग ढोरपाटन शिकार आरक्ष। नेपालको एउटा मात्रै छ शिकार आरक्ष, त्यो चाहिँ यही हो ढोरपाटन शिकार आरक्ष। प्रश्न नम्बर 30 वन अतिक्रमण नियन्त्रण रणनीति कहिले स्वीकृत भएको हो? क 2068 सालमा, ख 2077 सालमा, क 2072 सालमा, घ 2078 सालमा। यसको सही आन्सर हो 2068 सालमा। यो क को यसको राइट आन्सर हुन्छ। प्रश्न नम्बर 31 नेपालमा चिडियाखाना ऐन कति सालमा स्वीकृत भएको हो? क 2052 साल, ख 2069 साल, ग 2078 साल, घ कुनै पनि होइन। यसको सही आन्सर हो कुनै पनि होइन, माथि यसको सही आन्सर छैन। प्रश्न नम्बर 32 वनको विकासमा अवसर नपाएको वर्गलाई के भनिन्छ? क समावेशी, ख वञ्चित वर्ग, ग धनी, घ मध्यम। यसको सही आन्सर हो ख वञ्चित वर्ग भनिन्छ। प्रश्न नम्बर 33 वन ऐन 2076 अनुसार निजी वनको दर्ता कसले गर्छ? क प्रमुख जिल्ला अधिकारी, ख डिभिजनल वन अधिकृत, ग नगर प्रमुख, घ प्रमुख प्रशासकीय अधिकृत। हेर्नुहोस् त यो ग र घ मा क्वेशन झुक्याउने छ। नगर प्रमुख भन्ने बित्तिकै तपाईँ झुकिनु होला। नगरपालिकाले नगरपालिका अर्थात् गाउँपालिकाले अर्थात् स्थानीय तहले गर्ने हो। नगर प्रमुख भन्नु होला, नगर प्रमुख होइन, त्यहाँ चाहिँ प्रमुख प्रशासकीय अधिकृत हुन्छ, प्रमुख प्रशासकीय अधिकृत चाहिँ गर्ने गर्छ। त्यो कारणले गर्दा यसको आन्सर घ हो। प्रश्न नम्बर 34 सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना कसले स्वीकृत गर्छ? सरकारद्वारा व्यवस्थित वनको कार्ययोजना क संघीय वन तथा वातावरण मन्त्रालय, ख प्रदेश वन मन्त्रालय, ग प्रदेश वन निर्देशनालय, घ डिभिजनल वन कार्यालय। यो डिभिजन वन कार्यालय नझुकिनु होला, यसको सही आन्सर हो ख प्रदेश वन मन्त्रालयले गर्छ सरकारद्वारा व्यवस्थित वन कार्ययोजना। प्रश्न नम्बर 35 वन संरक्षण क्षेत्रको कार्ययोजना कसले कार्यान्वयन गर्छ? वन संरक्षण क्षेत्रको कार्ययोजना कसले कार्यान्वयन गर्छ? क डिभिजन वन अधिकृतले, ख प्रदेश वन निर्देशकले, ग प्रमुख जिल्ला अधिकारीले, घ कुनै पनि होइन। यसको सही आन्सर हो क डिभिजनल वन अधिकृतले गर्छ। प्रश्न नम्बर 36 सामुदायिक वनको कार्ययोजनाको न्यूनतम अवधि कति वर्षको हुन्छ? क 2 वर्ष, ख 5 वर्ष, ग 10 वर्ष, घ 25 वर्ष। हैन त सामुदायिक वनको कार्ययोजनाको न्यूनतम अवधि 5 वर्ष हुन्छ। यसको सही आन्सर ख। प्रश्न नम्बर 37 कुन पक्ष साझेदारको रूपमा साझेदार वनमा रहँदैन? कुन पक्ष साझेदारको रूपमा साझेदारी वनमा रहँदैन? क वन तथा वातावरण मन्त्रालय, ख डिभिजन वन कार्यालय, ग स्थानीय तह, घ स्थानीय उपभोक्ता समूह। यसको सही आन्सर हो
क को वन तथा वातावरण मन्त्रालय चाहिँ के हुँदैन त रहँदैन। माथि क्वेशन अनुसार भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। प्रश्न नम्बर 38 साझेदारी वन फिर्ता भइसकेपछि सो वन कुन वनको रूपमा चाहिँ व्यवस्थापन गरिन्छ? जस्तो साझेदारी वन फिर्ता हुन्छ, फिर्ता गरिन्छ हैन, त्यो फिर्ता भइसक्यो भने सो वन सो वन भनेको त्यो वन कुन वनको लागि रूपमा चाहिँ के गरिन्छ व्यवस्थापन गरिन्छ? क निजी वन, ख सामुदायिक वन, ख पुनः साझेदारी वन, घ सरकारद्वारा व्यवस्थित वन। यसको सही आन्सर हो त के त घ को सरकारद्वारा व्यवस्थित वन। प्रश्न नम्बर 39 व्यावसायिक कबुलियती वनको कार्ययोजना कसले तयार पार्छ? कबुलियती वन क सम्बन्धित स्थानीय तह अर्थात् निकाय, ख सम्बन्धित डिभिजन वन अधिकृत, ग सम्बन्धित पट्टावाला, घ सम्बन्धित वन तथा भू संरक्षण विभाग। यसको आन्सर के होला सम्झिनुस् त? यसको सही आन्सर हो ग सम्बन्धित पट्टावाला। प्रश्न नम्बर 40 धार्मिक वनको कार्ययोजना कार्यान्वयन कसले गर्ने व्यवस्था छ? धार्मिक वन को कार्ययोजना कसले गर्ने तयार व्यवस्था छ हेर्नुहोस् त? क डिभिजन वन अधिकृत, ख सम्बन्धित स्थानीय निकायको प्रमुख, ग धार्मिक निकाय समूह वा समुदाय, घ प्रदेश वन निर्देशक। यसको चाहिँ सही आन्सर हो ग धार्मिक निकाय समूह वा समुदाय। प्रश्न नम्बर 41 नेपाल साइटिसको सदस्य कहिले भएको हो? क 1980, ख 1996, ग 1975, घ 1977। यसको सही आन्सर हो साइटिसको सदस्य नेपाल भनेको त्यो ग को 1975। प्रश्न नम्बर 42 नेपालमा पाइने कुल वनस्पतिहरूमध्ये कतिवटा प्रजातिलाई साइटिसको अनुसूचीमा समावेश गरिएको छ? क 105, ख 417, ग 106, घ 411। यसको सही आन्सर हो ख 417। प्रश्न नम्बर 43 नेपालमा पाइने कुल वनस्पतिहरूमध्ये कतिवटा प्रजातिलाई साइटिसको अनुसूची क मा राखिएको छ? क 5, ख 4, सरी ख 148, ग 4, घ 2। यसको सही आन्सर हो घ 2। प्रश्न नम्बर 44 नेपालमा पाइने कुल वनस्पतिहरूमध्ये कतिवटा प्रजातिलाई साइटिसको अनुसूची ख मा राखिएको छ? क 411, ख 5, ग 4, घ 2। यसको सही आन्सर हो क 411। प्रश्न नम्बर 45 नेपालमा पाइने कुल वनस्पतिहरूमध्ये कतिवटा प्रजातिलाई साइटिसको अनुसूची ग मा समावेश गरिएको छ? क 5, ख 148, ग 4, घ 2। यसको सही आन्सर हो ख 148। प्रश्न नम्बर 46 राहत सहयोग निर्देशिका बमोजिम तलका क्षतिहरूमध्ये गैंडाले गरेको कुन क्षतिको राहत पाइँदैन? पाउँछ अर्थात् पाइँदैन। त्यो क्वेशन यहाँ झुक्याउन खोज्छ। क्वेशन तपाईले पुरै पढ्नु होला। क माछाको क्षति, ख पशुधनको क्षति, ग घरगुटको क्षति, घ माथिको सबै। यो माथिको सबै हो। पशुधनको क्षति, माछाको क्षति, घरगुटको क्षति जे गरे पनि यसको चाहिँ गैंडाले गरेको क्षतिमा के हुन्छ त यो पाइँदैन। प्रश्न नम्बर 47 वन्यजन्तुको उद्धार र नियन्त्रणमा संलग्न संस्था कुन हो? क राष्ट्रिय निकुञ्ज, ख वन्यजन्तु आरक्षी, ग जिल्ला प्रशासन कार्यालय, घ डिभिजन वन कार्यालय। नि त वन्यजन्तुको उद्धार र नियन्त्रणमा संलग्न संस्था कुन हो? यो सजिलो छ। म तपाईलाई सधैँ एउटा प्रश्न दिने गर्छु। यसको क ख ग घ कुन आन्सर होला? कृपया सही उत्तर मात्रै कमेन्ट गर्नु होला, नबुझेर कमेन्ट नगर्नु होला। धेरैले अनेक थरी कमेन्ट गर्नुभएको हुन्छ, हामी कमेन्ट हेरेर आउँछौँ। तपाईले यसको सही आन्सर मात्रै कमेन्ट गर्नु होला। किन मात्रै सही आन्सर भन्छु भने यदि तपाईले चाहिँ तपाईको कमेन्ट चाहिँ के होला नजान्नु भएको नबुझ्नु भएकोले कमेन्ट गर्नुहुन्छ, त्यो कारणले गर्दा। प्रश्न नम्बर 48 तलका मध्ये कुन ढुसी रोग नेपालका नर्सरीमा लाग्ने गर्छ? क डम्पिङ अफ, ख पात खैरो हुने, ग माथिका दुबै, घ कुनै पिडी होइन। यो दुबै लाग्छ। यसको सही आन्सर के हुन्छ त? ग डम्पिङ अफ पनि लाग्छ र यो पात खैरो हुनेहरू पनि लाग्छ। त्यो कारणले यसको सही आन्सर ग हुन पुग्यो। प्रश्न नम्बर 49 सडक किनारामा लगाइने बिरुवाको विशेषता के हुनु हुँदैन? क सुक्खा सहन सक्ने, ख बहुउद्देश्य प्रयोग, ग गाईबस्तुले मन पराउने, घ वातावरणलाई राम्रो देखाउने। यसको सही आन्सर हो ग गाईबस्तुले मन
पराउने। प्रश्न नम्बर 50 नर्सरीमा उम्रिएको बिरुवा सामान्यतया कतिखेर वृक्षारोपणको लागि उपयुक्त मानिन्छ? क 10 सेन्टिमिटर उचाइको भएपछि, ख 20 सेन्टिमिटर उचाइको भएपछि, ग 30 सेन्टिमिटर उचाइको भएपछि, घ 50 सेन्टिमिटर उचाइ भएपछि। यसको सही आन्सर हो 30 सेन्टिमिटर उचाइ भएपछि यसको सही आन्सर के हुने भयो? ग को चाहिँ राइट आन्सर हुने भयो। प्रश्न नम्बर 51 सिल नलगाएको मालवाहकले अवैध काठ ओसार पसार भएको भनी शङ्का लागेमा सबैभन्दा महत्त्वका साथ सुरुमा चेक गर्ने विषय के हो? क इजाजत पत्र छ या छैन र सबै ठाउँमा टाँचा लगाएको छ या छैन, ख काठको जात र नाप साइज, ग मालवाहक चालकको इजाजत पत्र र मालवाहकको बिलबुक, घ कुनै पनि होइन। यसको सही आन्सरहरू सबैलाई थाहा छ। क इजाजत पत्र छ या छैन र सबै काठमा टाँचा लगाएको छ कि छैन त्यो चाहिँ हेर्नुपर्छ भन्दै यो भिडियो तपाईँले कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ जिल्ला कमेन्ट गरिदिनु होला र तपाईँको लागि धेरै दुःख गर्छौँ। हाम्रो लागि तपाईँले चाहिँ एक सब्सक्राइब त गरिदिन सक्नुहुनेछ भन्दै एक सब्सक्राइब तपाईँले गरेर जोडिदिनु होला। प्रश्न नम्बर 52 घटनास्थलमा रहेको दशी प्रमाण अभिलेखीकरण गरी घटनास्थलको यथार्थ चित्रण हुने गरी तयार गरिएको विवरणलाई के भनिन्छ? क दशी प्रमाण, ख बयान, ग घटनास्थल मुचल्का, घ अभियोजन पत्र। यसको सही आन्सर हो ग घटनास्थल मुचल्का। प्रश्न नम्बर 53 प्रचार प्रसारको क्रममा हालसम्म कतिवटा फिल्महरू उत्पादन भएको देखिन्छ? क 9, ख 12, ग 18, घ 26। यसको सही आन्सर हो 26 घ को। प्रश्न नम्बर 54 बरण्डभार जैविक मार्गमा पाइने मुख्य वन्यजन्तु प्रजातिहरू कुन कुन हुन्? क डङ्गुर गिद्ध, ख बाघ, घ घडियाल गोही, घ माथिका सबै। यसको सही आन्सर हो माथिका सबै। प्रश्न नम्बर 55 वन विभागबाट तयार गरी डिभिजन वन कार्यालयलाई उपलब्ध गराइएको टाँचा कति प्रकारका हुन्छन्? क 3 प्रकारका, ख 4 प्रकारका, ग 2 प्रकारका, घ 5 प्रकारका। यो चाहिँ ख हो 4 प्रकारका। प्रश्न नम्बर 56 लौड सल्लाको प्रयोग हुने भाग कुन हो? क पात, ख काण्ड, ग फल, घ बिउ। यसको सही आन्सर हो क पात। प्रश्न नम्बर 57 यार्सा गुम्बा सङ्कलन नेपालमा कहिले गरिन्छ? यार्सा गुम्बा क चैत वैशाख, ख जेठ असार, ग भदौ असोज, घ पुष माघ। यसको सही आन्सर हो ख जेठ असारमा गरिन्छ है त। यसको राइट आन्सर के हुने भयो त? ख। प्रश्न नम्बर 48 1 किलोग्राम चाँपको बिउमा कति दानाहरू हुन्छन्? क 10,000 सम्म, ख 14,000 देखि 17,000 सम्म, ग 20,000 देखि 28,000 सम्म, घ 29,000 देखि 35,000 सम्म। यसको सही आन्सर हो 14,000 देखि 17,000 सम्म। यसको सही आन्सर ख। प्रश्न नम्बर 59 सालको बिउ सङ्कलन समय कुन हो? क जेठ असार, ख भदौ असोज, ग कात्ते मङ्सिर, घ माघ फागुन। यसको सही आन्सर हो क जेठ असार। तपाईँले पनि बुझ्नु भएको छ, जान्नु भएको छ, धेरै दूरी राजनीतिक क्वेसनहरू। प्रश्न नम्बर 60 खयर समुद्र सतहदेखि कति उचाइमा पाइन्छ? खयर क 200 देखि 800 मिटर, ख 0 देखि 1400 मिटर, ग 1500 देखि 2800 मिटर, घ 2800 देखि 3500 मिटर। यसको सही आन्सर हो यसको पनि ख 0 देखि 1400 मिटरसम्म। अहिलेसम्म भिडियो हेरिदिनु भयो तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। हामी अब अर्को भिडियोमा भेट्ने बाचा गर्दै तपाईँ च्यानललाई सब्सक्राइब गर्दै गर्नुहोला र अन्तिममा अर्को जानकारी दिए तपाईँले सुरुमै थाहा पाउनु भएको छ। यदि तपाईँ चाहिँ निशुल्क रूपमा अनलाइन एक्जाम दिन चाहनुहुन्छ भने दिएको तल डिस्क्रिप्सनमा गएर तपाईँले त्यहाँ लिङ्क छोडिदिएको छु, त्यो लिङ्कमा थिचेर सिधै ग्रुपमा जोइन हुन सक्नुहुन्छ। आजलाई भिडियो यति। भिडियो कस्तो लाग्यो कमेन्ट गर्दै गर्नुहोला, सब्सक्राइब गर्दै गर्नुहोला, पुनः अर्को भिडियोको पर्खाइमा बस्नुहोला। आजलाई यति, बाई बाई।